स्पेशल लटर रमेश्वर भन्ने ठाउँमा जाँदैछौँ। हाम्रो भीमसेन भाइ, हाम्रो राम सर। Hold me close till I get up. I don't wanna waste what's left. The storms we chase are leading. सुरु भइसकेको छ हाम्रो है। We'll ever trust, yeah. No, I don't wanna waste what's left. And through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go. Through the wastelands, through the highways, and on we'll go. Going around these walls, fighting to create a song. I don't wanna miss a beat. And on through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go. Through the wastelands, through the highways. यही टुप्पो त हो रहेछ नि चढ्नु पर्ने। अब चाहिँ हामी यहाँ माथि डाँडातिर जाँदैछौँ गाइज। भव्य भइरहेछ यहाँ स्पेसल। हामी यहाँनिर अब हिँड्दैछौँ ल। आउँदैछन् यो सिडी पनि दुई चारवटा सिडी चढ्ने बित्तिकै सबैजना थाके जस्तो अनुभव भइसकेको छ है। लटर रमेश्वर बिस्तारै बिस्तारै सबैजना यहाँ थाकेको अवस्था हुँदैछ। बिस्तारै बिस्तारै कडा थाकिरहेको छ नि केटाहरू। भ्यू चाहिँ बवाल देख्छ यहाँनिरबाट। सही भ्यू देख्छ भने यहाँ डाँडा काँडा चारैतिर आनन्दको यो नेपालको चाहिँ डाँडा देखेर रिङटा लागेसम्म पनि देखिन्छ यहाँनिरबाट। यस्तो सही मौसम देखिन्छ, फ्रेस। यहाँनिर बस्दाखेरि 100 वर्ष चाहिँ बढी बाँच्छ क्या जस्तो लाग्छ। म बोकिदिन्छु होला। दाइलाई कस्तो अनुभव भइरहेको छ आजको टुर? बाटोमा चाहिँ किम्बुको बोट भेटेर त्यसै किम्बु पनि खाँदैछौँ। किम्बु स्पेसल कति दिन त दाइ? स्पेसल किम्बु है त, किम्बु। हामी चाहिँ राष्ट्रिय पुल लालीगुराँस भाटामा नि आइपुगेका छौँ है। बाटोमा हिँड्दाखेरि लालीगुराँसहरू सबै देख्न पाइन्छ। आनन्दको ठाउँ। हिँडेकै हो त ल बधाई छ। हामी पुग्छौँ गाजु त्यो डाँडा।
बागमती खोला फाइनली हामी पहिलो क्याम्पमा आइसकेका छौँ पहिलो क्याम्प अब यस्तो क्याम्प 10 वटा जति यो पहिलो बेस क्याम्प हामी चढ्दैछौँ अब यो चुचो डाँडा गाइज चुचे डाँडा भने आनन्द छ यहाँबाट आनन्द हेर त यहाँ ओ माई बिस्तारी बसी आनन्दले थकाइ मारेर यहाँनिरको यो मौसमको मजा लिएर आनन्दले आउने ठाउँ रहेछ यो हाम्रो लटर रमेश्वर महादेव कि जय। टुरमा आउँदा पाउँदाखेरि कस्तो लागिरहेछ त गाइज रमाइलो कतिको हिँडेला जस्तो छ त भाउजू हाम्रो चाहिँ यहाँ एकदम डाँडा चढिसकेपछि पुरै थकाइको क्रममा चाहिँ एकछिन रेस्ट गर्ने क्रममा हामीले गएको बाटो सानो क्लिप पनि एकदम गाइज एकदम रफ बाटो भन्न सकिन्छ यसलाई दाइहरूलाई कस्तो अनुभव भइरह हो छेउछाउ पुलमा आएन तर हाम्रो लटर रमेश्वर पनि कम छैन होइन पुरै सिधै डाँडो चढ्न पर्छ हो दाजु लगभग 1 किलोमिटर डाँडा चढिसकेपछि चाहिँ हामी पसिना भएको छौँ दाइ पनि पुरै पसिनाले लुत्रुकै हुनुभएको छ पुरै सिधा भिड डेन्जर अचम्म लाग्दो रहेछ ल नारायण हरि गोविन्द नमः जय भोलेनाथ पुरै सिधै डाँडो हो गाई यो पुरै डाँडो यस्तो खतरा डाँडो ल उताबाट हेरे फास्ट्याग बागमती ल पुरै अल्को डाँडोमा हामी लटर रमेश्वर महादेव कहाँ जान्छ तपाईँहरूले हेर्न सक्नुहुन्छ यो भिड पुरै भिड हो यो यस्तो काली लाग्दो भिड छ कि यहाँनिर अलिकति उकालो देखेर डर लाग्ने मान्छेहरू चाहिँ यो टुरमा नआए पनि हुन्छ यहाँनिर चाहिँ डेन्जर भिड छ एकदम डरलाग्दो खोजहरू पनि देख्न सकिन्छ एकदम उयो अविस्मरणीय खोल्चाहरू छ त्यही भएर यहाँनिर आउनको लागि चाहिँ एकदम ठुलो मुटु लिएर आउनुपर्ने हुन्छ एकदम समय लिएर गाइज जति हिँड्यो त्यति उकालो डाँडा जति हिँड्यो त्यति उकालो भिड यस्तो हात खुट्टा यसरी टेकेर मजाले हिँड्नुपर्ने हुन्छ जति हिँड्यो त्यति गाह्रो गर्दै हामी अब श्री के महादेव यो लटर रमेश्वर महादेव कहाँ जानलाई यस्तो हामी दृश्य भ्यूसहित हामी तपाईँहरूलाई पुरै भिडियोमा पुरै लटर रमेश्वरको बब्बाल भ्यू देखाउनेछौँ गाइज खोइ त कराउँदैन जय देव हामी चाहिँ दोस्रो बेस क्याम्पमा आइसकेका छौँ दोस्रो बेस क्याम्प पहिलो चाहिँ हामी देखाइहाल्छौँ तपाईँहरूलाई दोस्रो आनन्दको टापु जस्तो छ आनन्दले बस्ने ठाउँ यहाँनिरबाट चाहिँ तपाईँको नेचुरल भ्यू हेर्नुहुन्छ भने यस्तो बबाल देखिन्छ कि Oh my God! Awesome!
गुराँसको फुल पनि टिपिसिया छ स्पेसल। त्यो लाली गुराँसको फुल चाहिँ अब म लान्छु है गाइज। अब यो बाटो हुँदै चाहिँ हामी वहाँ माथि डाँडासम्म तपाईँहरूले देख्न सक्नुहुन्छ, त्यहाँ मान्छेहरू गइरहेको हो। त्यहाँसम्म जान, त्यहाँबाट माथि गएर पुगेर हामी यो डाँडाहरू सबै यो डाँडामा पुरै यो टापुसम्म पुग्छौँ। त्यहाँनिर चाहिँ हाम्रो लटरमेश्वर महादेव बसिरहनु भएको छ है गाइज। हाम्रो टुरमा चाहिँ एकदम सोलो हिँड्नेमा चाहिँ हाम्रो दाइ भाउजूहरू र अनि एकजना साथी परेको छ। एकदम सोलो, कम्तीमा पनि 100वटा ठाउँमा बसेर आइसके, नारायणै छ। हाम्रो यहाँ हाम्रो टोलीहरू चाहिँ कोही यहाँ बनाना खाँदैछन्, कोही अब यो जुसहरू खाँदैछन्। यहाँनिर पुरै थाकेर यो तेस्रो बेस क्याम्पमा आइपुग्यौँ हामी यो हाम्रो टुरको। अब यस्तो बेस क्याम्प कतिवटा छ हामी तपाईँहरू सबै भन्नेछौँ ल। अब चाहिँ हामी यो बेस क्याम्पबाट अब मास्तिर फेरि जाँदैछौँ। यहाँनिर हामी अलिकति खाजा खाइसकेपछि अनि अब मास्तिर फेरि हाम्रो यात्रा जारी छ। एकदम डेन्जर डाँडा, पुगिनै नसक्ने जस्तै छ यो पार पऱ्यो भने एकदम सङ्घर्षै गर्नुपर्छ यो लटरमेश्वर आउन। जति हिँड्यो त्यति थकाइ, जति हिँड्यो त्यति डाँडा काँडा आएर एकदम पुरै बिजोग खालखाल पसिना सहित हामी बिजोग भएको अवस्था छ। हिँडेका छौँ डाँडा कहिले सकेला भन्ने भइरहेको छ गाइज। अविस्मरणीय दृश्य देख्न सकिन्छ। यो लड्यो भने चाहिँ अचार हो, भए पनि म यहाँ रिक्स लिएर यस्तो भिडियो बनाउँदैछु है। बबाल गाइज, बबाल भ्यू पुरै खोल्छ। ओ माई गॉड, बाइक चल्छ बाइक भाउजू निदाउनु भयो हो। आधा किलो ज्यान भयो। ब्रह्मा ओम नमः शिवाय, जय भोलेनाथ, हर हर महादेव। हाम्रो दाइ चाहिँ लगभग 3 किलोमिटर हिँडिसकेपछि पुरै ल्याथ भएको अवस्था छ। यहाँनिर रुखमा अडेस लाएर पुरै बिजोग अवस्थामा। ल 3 किलोमिटर डाँडा चढिसकेपछिको यो हिँडाइको अवस्था हो गाइज। आयो आयो ओ आयो ललगरी आयो आयो आयो। त्यहाँनिर चाहिँ भात नहुने असङ्गी भइसकेपछि चाहिँ हाम्रो यहाँनिर दाइहरूलाई लट्ठी भाँचेर पुरै अब
जस्तै गरेर लट्ठी यहाँ रुखको जङ्गलको लट्ठी भाँचेर अब यो स्टाइलमा हामी जाँदैछौँ। अब यहाँनिरबाट कम्तीमा पनि लाग्दै लागेन भने पनि अझै 2 घन्टा लाग्ने भन्ने कुरो सुन्न लाग्छ। एकदम असम र एकदम बवाल खालको चाहिँ अवस्था छ। Bye bye. Echoing around these walls, fighting to create a song. I don't wanna miss a beat. भाउजू निधन भयो। तपाईँहरू चाहिँ प्रकृतिको एकदम लभर भए चाहिँ यो ठाउँमा आएर यस्तो बबाल भ्यू देख्न सकिन्छ है त गाइज। बबाल भ्यू। हामी अहिले पुरै आकाशमा छौँ गाइज। अब चाहिँ यहाँ पहिलो जोस हाम्रो सकिसकेको छ। अब दोस्रो जोसमा चाहिँ सबैजना लफ्याङ्स भइसक्यो। हात खुट्टा एकै ठाउँमा टेकेर पुरै भव्य पुरै अब बिजोग अवस्थामा हजुर स्पेसल डाँडा काँडामा हामी यहाँनिर पुरै चढ्दैछौँ ल। पुरै बाँदर भिर्छ जस्तै छ ल यहाँ। हाम्रो केटाहरू चाहिँ त्यहाँनिर पुगेर पुरै ढुकुर कुरिया जस्तै कुरिरहेको छ हामीलाई। यिनीहरू चाहिँ छिटो छिटो हिँडेको छ भने हामी चाहिँ बिस्तारै चाहिँ हामी आइसकेका छौँ हाम्रो गन्तव्यमा। सबैजना चाहिँ थाकेर बिजोग हजुर हाम्रो दाइ चाहिँ एकदम चङ्गै छन्, अझैसम्म चङ्गा इनर्जेटिक। यो लटरियम सरले केही गर्ला जस्तो नेपालमा। वन कुखुरा भेट्यो क्या भ्याउँछन् भाइ? फाइनली अब हामी चाहिँ एकदम राम्रो बाटो आइसकेका छौँ। यहाँनिरबाट एकदम आनन्द चिसो हावा आउने बाटो सजिलो बाटो आइसकेको छ। अब चाहिँ हाम्रो डाँडापाखा हिँड्ने दिन गयो जस्तो लाग्छ मलाई होइन। अब स्पेसल हामी लटरमेश्वरको तपाईँहरूलाई एकदम मिठो मिठो भ्यूहरू बबाल पाराले देखाउने छौँ होइन भ्याउँछन् भाइ? के छ ठिक छ नि? बबाल छ नि। हाम्रो यो बाटोमा चाहिँ हाम्रो एउटा मित्र पनि भेटेको छ। के नाम तपाईँको? ए रुपेश गौतमलाई पनि भेटेको छ है। ठिक छ। हामी चाहिँ अमेरिका जाँदैछौँ है गाइज। के हामी चाहिँ यहाँनिर अलिक सम्म भएको ठाउँमा आइसकेका छौँ। यहाँनिर अब पहिला चाहिँ यहाँनिर के गर्नु रहेछ भने अब मान्छेहरू थाकेर आउनु यहाँनिर अब पानी सानी यस्तो व्यवस्था गरिदिनु पर्यो। अहिले यस्तो सम्म छ कि यहाँनिर चौल जस्तो छ। यहाँनिर एकदम अविस्मरणीय कुरा त यो पो ठुलो। हाम्रो भाइले चाहिँ अब एउटा बोतल पनि उयो गर्दैछ। एकदम सम्म आनन्द। यो डाँडा चढिसकेपछि 2 घन्टाको डाँडा चढिसकेपछि चाहिँ 2 होइन 2.5 घन्टाको डाँडा चढिसकेपछि एकदम सम्म ठाउँमा देख्न सकिन्छ। यहाँनिर चाहिँ एकदम बसेर रेस्ट गर्ने ठाउँहरू छ, अवलोकन गर्न पर्ने ठाउँ पनि छ एकदम। अब जम्मा एउटा डाँडा पर्न बाँकी छ गाइज। हामी चाहिँ अब यहाँनिरबाट यो भ्यू पोइन्टबाट अब जाँदैछौँ हामी। यो तपाईँहरूलाई जुम गरेर देखाउँछु। जुम गरेर यो डाँडामा यो यहाँनिरबाट सर डब्लु डाँडा चाहिँ कुन चाहिँ खोइ? यही हो डब्लु 1 2 3। हाम्रो टोलीहरू चाहिँ यहाँनिर अवलोकन गर्दैछन् कहाँनिरबाट के भनेर स्पेसल। अब हामी फेरि यात्रामा छौँ गाइज। यात्रामा ठ्याक्कै त्यो पाखामा जान्छौँ है हामी। त्यो पाखामा
लटेश्वरम महादेव जय शिवजी अब दुईजना टोली पुरा ट्रेकिङै आज त ल के किन्न पाइन्छ गाई सबै किनौ अनि आएर फर्केर मारी दबाउन पर्छ हजुर के छ खबर बिजोग छ बिजोग यो पुलबाट आए पनि 1 घण्टा फाइनली अब यहाँनिर एकछिन रेस्ट गरेर हामी चाहिँ अब त्यो चुच्चो मन्दिरमा जाँदैछौँ लटरम्बेश्वर मन्दिरमा जाँदैछौँ अब ल आन्टीहरू कहाँ गएर आउनु भयो आन्टी लटरम्बेश्वर कुन ठाउँबाट आउनु भयो कीर्तिपुरबाट गाइज कीर्तिपुरदेखि आउनु भएको छ हाम्रो ल बधाई छ ल सुरेन्द्र मोक्तान भ्लगमा तपाईँहरूलाई यहाँनिर देख्छ है त ल ल तपाईँलाई लटरम्बेश्वरले आशिष दिएछ खुट्टा भन्दै हामी अब स्पेसल गन्तव्यमा लाग्दैछौँ गाइज एभ्रीबडी कैलाश पत्थर बाम बाम बोले भइरहेछ यहाँनिर अब हामी फाइनली मन्दिरमा आइपुग्न लागिसकेका छौँ एकदम डाँडा काँडा पुरै घुमिसकेपछि चाहिँ हामी सम्म गोरेटो बाटोमा यसरी हिँडिरहेछौँ एकदम रमाइलो लालीगुराँस चारैतिर फलेको यो बोटगुरा कन्दनमा लालीगुराँसको बोट पाइँदो रहेछ अब हामी फाइनली तपाईँहरूलाई स्पेसल लटरम्बेश्वरको मन्दिर भाषामा यो भिडियो स्पेसल तपाईँहरूलाई देखाउँदैछौँ गाइज हामीसँग जोडिँदै गर्नु होला हामी यस्तो नयाँ नेपालको एकदम घुम्न पर्ने ठाउँहरू तपाईँहरूलाई देखाइरहनेछौँ लटरम्बेश्वर महादेव कि अब हाम्रो यात्रा लटरम्बेश्वर मन्दिरको यात्रा यो सिडीबाट चाहिँ यसरी सुरु हुन्छ एकदम अप्ठ्यारो डाँडा रहेछ यहाँनिर जिन्दगीमा मोटो अनि पेट फुलेको छ भने यहाँ आउँदा ठिक हुन्छ है केटा लटेश्वर महादेव की जय नेपाल बम 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 खोइ केटाहरू सेलाएर बम 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 दर्शन गर्न कहाँ आएको रे हामी बाम 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 दर्शन गर्न लटेर सम्बर जाउँ
Everybody! Bam, bam, bam! Bam, bam, bam! पड्क्यो बम पड्क्यो फाइनली हामी चाहिँ अब लटर रमेश्वरको अन्तिम चरणमा आइसकेका छौँ। यहाँनिर लटर रमेश्वर महादेवको जय। Everybody! नारायण फाइनली लटेर रमेश्वर चाहिँ त्यहाँनिर हो केटा हो। ओ माई गॉड यस्तो बवाल दिउँसे। ओ माई गॉड बवाल देखिँदो रहेछ यहाँनिरबाट है। नारायण हरि गोविन्दाय नमः। ओम नमः शिवाय। नारायण हरिको चाहिँ यहाँनिरबाट चाहिँ यस्तो यो ओह्रालो रहेछ। डाँडो एकदम हामी चाहिँ अब लटेर मन्दिरमा जाँदैछौँ। एकदम बवाल गाइस बवाल धर्मगाडी भयो। यहाँनिर आउने हो यहाँनिर आइसकेपछि यो डाँडो कटिसकेपछि यहाँनिर आएपछि चाहिँ एकदम फ्रेस लागेको छ केटा हो। यस्तो जाब हिँडेको केही मतलब छैन। 3 घन्टा नन स्टेप पुरै अब यहाँनिर हिँड्न पनि एकदम डर लाग्दो छ केटा हो। गाह्रो छ भव्य रूपमा। हामी तपाईँहरूलाई लटर रमेश्वरको स्पेसल ठाउँ है त। लटर रमेश्वर जय शम्भो। एकदम नारायणै छ केटा हो। नारायण अगाडिबाट देख्नु अब ट्याक 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 यसरी पुरै डरलाग्दो बाटो यसरी हिँड्नुपर्ने हुन्छ। एकदम गाह्रो एकदम उयो के अरे अप्ठ्यारो बाटोबाट हामी चाहिँ यसरी हिँडेर यो मन्दिरसम्म पुग्नेछौँ। दिउँसो देखेको मन्दिर एकदम फेमस मन्दिर हो यो लटेर रमेश्वर मकवानपुर जिल्लाको। एकदम उयो अचम्मको दृश्य चाहिँ के छ भने यतापट्टि यो छुट्टै डाँडा हो भने यतापट्टिको चाहिँ यो छुट्टै डाँडा एकदम बिचको खोजबाट चाहिँ हामी यसरी जाँदैछौँ। बिचको खोजबाट अनि त्यो मन्दिर घाटासम्म पुग्नलाई लगभग यहाँनिरबाट पनि आधी घन्टा जति लाग्छ होला। एकदम मान्छे पर्यटन चाहिँ एकदम धेरै आउने ठाउँ। यहाँ आइसकेपछि चाहिँ जति पनि हामी त्यो डाँडा चढेर आएको दुःखहरू सबै बिर्सिने एकदम रमणीय दृश्य देख्न सकिन्छ। बवाल लटर रमेश्वर महादेव। Oh my God! Happy Holi! Har Har Mahadev! Jai Lord Ramakrishna! एकदम अदृश्य दृश्य देख्न सकिन्छ गाइस यहाँनिर आइसकेपछि। हजुर अनि दाजु के कस्तो अनुभव भइरहेको त? कामिरा हो पुरै कामिरा। ल डेन्जर उकालो छ यहाँनिरबाट हेर्न सक्नुहुन्छ गाइस। त्यहाँनिरबाट त्यो दिदीहरू ओर्लिरहनु भएको छ त्यहाँनिरबाट त्यो डाँडाबाट सानो खाले मुटु छ भने यहाँ नआउँदै हुन्छ केटा हो।
बबाले बनाएको छ यहाँनिर भाउजू बबाले बनाएको छ होइन दाइ बबाले बनाएको छ जय शम्भु राधे राधे आन्टी राधे राधे भादे बनाएको एकदम मजा आउने ठाउँ रहेछ ल आउनै पर्ने ठाउँ रहेछ जय लटे रामेश्वर की जय हनुमान कैलाशपति भक्तजनहरूलाई सजिलो होस् भनेर यो यस्तो फलामको डन्डीहरू पनि बनाइदिएको छ जसले गर्दाखेरि चाहिँ भक्तजनहरूलाई एकदम आउनलाई सजिलो नत्र यहाँनिरबाट आउन लाग्दाखेरि चाहिँ यो त्यो डन्डी नहुने हो भने सबैजना त्यहाँबाट लडेर बिजोग हुने अवस्था पनि देखिएन भन्न कुन चाहिँ उयो के अरे धर्म दिने एउटा के फलाम हाल्दै अब स्पेसल सजिलो पनि छ यहाँनिरबाट जय शम्भु त्यहाँ खिच्नुपर्छ अहिले हामीसँग अघिसम्म परिरहेछ जय शम्भु जय शम्भु ल जय शम्भु कहाँ देउता नि देउता त उही हुन्छ ल फाइनली गाइज हामी आइसक्यो यो बहिनीहरू कति चाँडो पुग्ने फट त्यसो छोडेर हिँड्ने हो त अहिले पनि यही बाटो हिँड्थ्यो क्या अब चाहिँ घोडाइरहेछ फाइनली हामी आइसकेका छौँ बुद्ध चोकमा चाहिँ होइन क्या फाइनली यो चाहिँ महादेवको चाहिँ यहाँ पूजा गर्ने ठाउँ रहेछ यहाँनिर हामी चाहिँ यहाँ पूजा गर्न आइसकेका छौँ मन्दिरमा आइसकेपछि यसरी लाइनमा बसेर पालै पालो सबैजना दिदीबहिनीहरू यसो मन्दिरले भगवान् गणेश
बाबा लट्टेश्वर की जय। पूजा गर्ने कार्यमा जाँदैछौँ। पूजा गरेर हामी फेरि फर्किने यात्रा हाम्रो स्पेसल हुन्छ।